ल, हाम्रो पहिलो कान्जी हो इरो। यसलाई भनिन्छ इरो। फेरि भन्नुहोस्, इरो। यसको अर्थ हो कलर अर्थात् रङ। अब एउटा वाक्यमा हेरौँ है त। कोरेवा खिरैना इरो देश। कोरेवा खिरैना इरो देश। मतलब यो एउटा सुन्दर रङ हो। अब अर्को रङ हेरौँ, आकाई। यसको उच्चारण हो आकाई। आकाई भनेको रातो। सोच्नुहोस् त, एउटा चम्किलो रातो स्याउ। वाक्य छ रिङ्गोवा आकाई देश। रिङ्गोवा आकाई देश, जसको मतलब हो स्याउ रातो छ। त्यसपछि आउँछ कुरोई। यसलाई भनिन्छ कुरोई। कुरोईको अर्थ हो कालो। कल्पना गर्नुहोस् त, रातमा एउटा कालो बिरालो। वाक्य यस्तो छ, नेकोवा कुरोई देश। नेकोवा कुरोई देश, अर्थात् बिरालो कालो छ। अब पालो आउईको। उच्चारण हुन्छ आउई। यसको अर्थ हो निलो, जस्तै सफा निलो आकाश। वाक्यमा प्रयोग गर्दा सोरावा आउई देश, सोरावा आउई देश, मतलब आकाश निलो छ। ल, अब हेरौँ शिरोई, जसलाई भनिन्छ शिरोई। यसको अर्थ हो सेतो, जस्तै हिउँ एकदमै सेतो। वाक्यमा यसरी आउँछ, युकिवा शिरोई देश। युकिवा शिरोई देश, अर्थात् हिउँ सेतो छ। अब यो कान्जी अलि विशेष छ है। यो हो चाइरो। उच्चारण हुन्छ चाइरो। यहाँ हेर्नुहोस् त, यो दुईवटा कान्जी मिलेर बनेको छ। पहिलो हो चा, चा, जसको अर्थ चिया हो, र दोस्रो हो इरो, इरो, जसको अर्थ रङ। भनेपछि चियाको रङ, त्यो भनेको खैरो। कति सजिलो होइन त? वाक्य छ खुमावा चाइरो देश। खुमावा चाइरो देश, अर्थात् भालु खैरो छ। र हाम्रो रङ्गको यो भागको अन्तिम कान्जी किरोई। उच्चारण हुन्छ किरोई। यसको अर्थ हो पहिलो, जस्तै एउटा पाकेको केरा। वाक्यमा हेर्नुहोस्, बनाना वा किरोई देश। बनाना वा किरोई देश, अर्थात् केरा पहेँलो छ। ल, अब दोस्रो भागमा जाउँ, दिनको ताल। अब हामी समयको बारेमा कुरा गर्न सिक्नेछौँ। यी कान्जीहरू दिनौको कुराकानीमा एकदमै काम लाग्छन्। यो कान्जी हेर्नुहोस् त, आशा। उच्चारण हुन्छ आशा, मतलब बिहान। यसलाई याद गर्न एउटा गजबको तरिका छ। राम्ररी हेर्नुभयो भने यसमा चन्द्रमा किचलाई पार गरेर सूर्य ही उदाउँदै गरेको जस्तो देखिन्छ। बिहानको दृश्य। वाक्य छ आशा गोहान ओ ताबेमासु, अर्थात् म बिहान नास्ता खान्छु। बिहानपछि के आउँछ? दिउँसो। यो हो हिरु। उच्चारण हिरु। यसको अर्थ दिउँसो हो। यसको आकारले सूर्य ही दिनको ठिक मध्यमा सबैभन्दा माथि पुगेको देखाउँछ। वाक्य छ हिरुनी बेङ्क्यो सिमास। हिरुनी बेङ्क्यो सिमास, जसको मतलब हो म दिउँसो अध्ययन गर्छु। अब आयो बान। उच्चारण बान। यसले साँझको समयलाई जनाउँछ। हो, त्यही समय जब हामी प्राय बेलुकाको खाना खान्छौँ। वाक्यमा हेरौँ, बान गोहान ओ ताबेमास। बान गोहान ओ ताबेमासु, अर्थात् म साँझमा खाना खान्छु। र अब योरु, जसलाई भनिन्छ योरु। यसले रातको समयलाई जनाउँछ, त्यो अँध्यारो समय जब हामी सुत्न जान्छौँ। वाक्य छ योरुनी नेमास। योरुनी नेमासु, अर्थात् म राति सुत्छु। ल, एकचोटि सर्र हेरौँ है त हामीले भर्खरै सिकेका समय सम्बन्धित कान्जीहरूलाई। सबैभन्दा पहिले आशा बिहान, त्यसपछि आयो हिरु दिउँसो, अनि बान साँझ, र अन्तिममा योरु रात। दिन यसरी नै बित्छ होइन त? अब हामी तेस्रो र अन्तिम भागमा आइपुगेका छौँ, हाम्रो संसारमा हुने कामहरू। अब हामी दैनिक जीवनमा प्रयोग हुने काम र ठाउँहरूलाई बताउने कान्जीहरू हेर्नेछौँ। यी शब्दहरूलाई कसरी व्यवहारमा ल्याउने त्यो पनि सिक्नेछौँ। यो कान्जी हो बासो। उच्चारण हुन्छ बासो। यो कुनै पनि ठाउँ वा स्थानको लागि प्रयोग हुने एउटा सामान्य शब्द हो। जस्तै खोकोवा शिजुकाना बासुदेश। खोकोवा शिजुकाना बासुदेश, मतलब यो एक शान्त ठाउँ हो। त्यसपछि छ भोजन। फेरि हेर्नुहोस् त, यसको पहिलो कान्जी शोकको अर्थ खानु हुन्छ। त्यसैले यो शब्द याद गर्न एकदम सजिलो छ। वाक्य छ इमा शोकिजी ओ शिमास। इमा शोकुजी ओ शिमास, अर्थात् म अब खाना खान्छु। अब हेरौँ सिगोतो। उच्चारण सिगोतो। यसको अर्थ हो काम वा जागिर। वाक्यमा यस्तो देखिन्छ, छिछि वा सिगोतो देश। छिछि वा सिगोतो देशु, अर्थात् मेरो बुबा काममा हुनुहुन्छ।
अब एउटा एकदमै शक्तिशाली कान्जी हेरौँ है। त्यो हो माई। यसको अर्थ हो हरेक। यो कान्जी अरू कान्जीसँग जोडियो भने नयाँ शब्दहरू बन्छन्। जस्तै आशासँग जोडिएर मायाशा बन्यो, मतलब हरेक बिहान। अनि बानसँग जोडिएर माइबान बन्यो, मतलब हरेक साँझ। कति उपयोगी हैन? ल अब एउटा अलि ट्रिकी जोडी हेरौँ है। यहाँ दुवैमा एउटै कान्जी हो प्रयोग भएको छ, तर यिनीहरूको उच्चारण र अर्थ पुरै फरक छ। तर चिन्ता नलिनुहोस्, हामी यो भिन्नतालाई अहिले नै स्पष्ट पार्नेछौँ। हो, यही हो मुख्य कुरा। एकदमै ध्यान दिएर सुन्नुहोस् है। उशिरो भनेको भौतिक स्थानको लागि हो, मतलब फिजिकली बिहाइन्ड वा पछाडि। तर आतो भनेको समयको लागि हो, मतलब आफ्टर वा पछि। एउटाले ठाउँ जनाउँछ, अर्कोले समय। जो सानो फरक बुझ्नु एकदमै Thanks महत्त्वपूर्ण for watching STGF